हेलो साथीहरू सबैजनालाई नमस्ते। दुबई आएको पनि झन्नै 1 वर्ष भइसकेको छ। दिन बित्दै जाँदा थाहै हुँदो रहेछ। यसै मेरो रुम हो है। रुममा बस्दा बस्दा भक्क दिक्क लाग्यो कि यसो बाहिरतिर जानु पर्यो भनेर उठेको। मेरो बेड चाहिँ यस्तो छ, फ्यान छ है, यतातिर टक्क मिलाएर राखेको छु। केटा रुममा हल्ला गरिरहेछ। कति रुममा बस्ने के साथीहरू है। कहिले कसो यसो बाहिरतिर पनि जानु पर्यो, हल्का मनोरञ्जन गरेर आउनु पर्यो। टक्क मैले चस्मा लगाएर हल्का हिरो जस्तो भएर गएको होइन। हाम्रो यस्तो हुन्छ कि क्याम है, कचरा छ, पानी मात्र हुन्छ माथिबाट साथीहरू होइन। यस्तो छ कि हेर्न सक्नुहुन्छ। दुबई लेबर क्यामै यस्तो हुन्छ। 3 फ्लोरसम्म मात्र छैन साथीहरू। यो चाहिँ म यता निस्किनु लाग्यो। यता गाडी छ है। त बाहिरतिर यो चाहिँ मेन रोड भन्दा पनि साइक रोड हो। यो सबै क्याम्प छ, जति पनि लेबर क्याम्प हो है, मान्छे बस्ने क्याम्प हो। यस्तो हुन्छ हामीहरू बस्ने ठाउँ साथीहरू। यो ओसिस भन्ने कम्पनी रहेछ। धेरै कम्पनीहरू छन् यहाँ। अब म चाहिँ जान लागेको छु मार्केट साथीहरू है। साथी भन्ने चिज छैन, एक्लै लुकुर गएको छैन। मार्केट पनि एकदम राम्रो छ, सबै सामानहरू मिल्छ। म चाहिँ पहिले सुरुमा मोबाइल पसल गएको। आफूलाई पनि आइफोन किन्ने यस्तो सोख छ, तर गोजीमा दाम छैन। हेर्ने चित्त बुझाउने आउने मात्र भयो साथीहरू होइन। सबको चाहिए भाइ, मनी नहीं है क्या करें। तर दामी घडीहरू पनि रहेछ। क्या सिने यसो यताउता हेरेको है। आइफोनको कभर हेरेर पनि चित्त बुझाउनु पर्यो। गएको फेरि म भित्र छिर्न लाग्छु साथीहरू। यतातिर सामान टक्क मिलाएर राखेको हुन्छ। यहाँ पनि काम गर्ने स्टाफ रहेछ, नेपाली केटी। मसँग खासै बोलेन। मैले यस्तो सामान हेरेँ, मसँग त्यस्तो सामान त आवश्यक छैन। एप्पल त खान मन छ, तर गोजीमा दाम छैन साथीहरू। स्यालेरी नै आउनु बाँकी छ। यस्तो हेर्ने जाने साथीहरू होइन। तर कस्तो दामी रहेछ मार्केट है साथीहरू। मैले यताउता सामानहरू सबै हेरेँ, ल्याउन चाहिँ केही ल्याएन साथीहरू होइन। मलाई भिडियो बनाउनु यस्तो लाज लागिरहेको थियो। मैले छुप्पाइ भिडियो बनाएको कि पहिलोचोटि बनाउँदा पनि यस्तो लाज लाग्छ नि त होइन। यहाँ नेपाली हुनुहुन्थ्यो, तर मैले बनाउन सकिनँ। भिडियो बनाउने अलाउड छैन नि त दुबईमा साथीहरू है। अर्काको भिडियो बनाउने अलाउड छैन नि त, त्यही भएर हो। कम्प्लेन हानेपछि गाह्रो हुन्छ नि साथीहरू, हामी फसिहाल्छौँ फेरि फाइन। अब म चाहिँ यसो लुकेर भयो भने भिडियो बनाएर सामान हेरेँ।